कमेर माटो र पागो भेटाइयो ओके त्यसले गर्दा हामीले त्यो गाडी हल्लाउन सकिरहेको छैन आजको अब हाम्रो काम जारी भइरहेछ बिहानदेखि त्यो भित्र केही छ कि भन्ने मोटिभ हो हजुर त्यही भएर निकाल्ने प्रयासमा छौँ हजुर अब त्यो मोटिभ नभएको भए अलिक काटेर पनि निकाल्न सकिन्थ्यो तर सँगै निकाल्ने प्रयासमा छौँ सबभन्दा प्रब्लम गाडी आउने ठाउँ नभएर बाटो छैन यो दुर्गम ठाउँ पर्यो हजुर होइन भन्नुभयो यस्तो बेलामा गाडी केले निकाल्नुहुन्छ अरे हाम्रो ड्याकरले निकाल्छ हाम्रो ड्याकर छ हजुर ड्याकर यहाँ आउन सक्दैन तपाईँ पनि यहाँ प्रत्यक्ष हेर्न आइसक्नु भएको छ होइन हजुर जति खन्दैछौँ हामी त्यति भित्र गइरहेछौँ होइन हजुर यहाँ अरू बाटो पनि नभएर समस्या अलिक भएको छ हजुर एउटा डोजर आउने बाटो भइदियो भए त्यही दिन निस्किहाल्थ्यो हजुर अब बालुवाले भरिएको छ पुरिएको छ पुरै जति खनिरहेको छ बालुवा र पानी फेरि सँगै आइरहेछौँ त्यो हामीलाई यही बलुवाले हामीलाई खेलाइ गर्यो अब जति सरहरू आउनुहुन्छ उतिले आइडिया दिइरहनु भएको छ त्यो आइडिया सबै भ्यायो अब भनौँ 8-9 जस आइडिया फेल नै खायो भन्न पर्यो सबैको आइडिया फेल भयो नमस्ते यति बेला चाहिँ म सिमल तालमा आइपुगेको छु र गणपति डिलक्सको गाडी आज पनि निकाल्ने प्रयास भइरहेको छ आज 10औं दिन भइसकेको छ हाम्रो चेन पुलीको मार्फत निकाल्ने एकदम कोसिस भइरहेको छ तर निस्किसकेको अवस्था छैन हाम्रो यहाँनिर अलिकति तपाईँको ब्याकग्राउन्डमा देखाउँछु वहाँनिर चाहिँ तपाईँले चाहिँ एउटा टेन्ट जस्तै छ टेन्टभन्दा थोरै तलपट्टि हो है त्यहाँबाट चाहिँ आज म प्रत्यक्ष त्यहीँ पुगेर चाहिँ तपाईँहरूलाई चाहिँ त्यहाँको केही भिडियोहरू म तपाईँलाई राख्छु र केही इन्टरभ्युज पनि राख्छु होइन किन निस्किरहेको छैन के भइरहेछ भन्ने कुराहरू पनि लेट्स सी है त ओके हामी यो बाटो हुँदै जाने हो यो बाटो हुँदै गए पछाडि लगभग लाग्ला 8-10 मिनट त्यही पनि हेरौँ है म तपाईँलाई अलि अगाडि गए पछाडि देखाउँछु के म अलिकति यता आइपुगेको छु यहाँ सिडी हुँदै तल झर्ने रहेछ तल झरेर म यो चाहिँ नदीको चाहिँ लगभग डिलमा पुग्छु र त्यहाँबाट 5-7 मिनट हिँडे पछाडि चाहिँ म उक्त गाडी भएको ठाउँमा पुग्छु हेर्दै गर्नु होला है हेर्नुहोस् यो बाटो हुँदै झर्ने हो झरेर यो बाटो हुँदै म त्यहाँ पुग्ने ट्राई गर्छु है ओके यता होला गणपति डिलक्सको गाडी भेटिएको उक्त गाडी भेटिए पनि तपाईँको चाहिँ अहिलेसम्म झिक्न नसकेको अवस्था छ यो मैले बाटो खोज्दैछु कुन बाटो हो जाने म आफै कन्फ्युज भइरहेको छु आज 10 दिन भयो अरे लगभग नजिक आएको छु त्यहाँ तपाईँले टेन्ट पनि देख्नु भएको छ होला र केही थोरै धेरै मानिस पनि हुनुहुन्छ त्यहाँनिर चाहिँ गएर चाहिँ म तपाईँलाई अझ नजिकबाट देखाउँछु है त र तपाईँले यो देख्नु भएको छ है यहाँनिर चाहिँ टेन्ट पनि छ खाना खाने क्रममा पनि हुनुहुन्छ र सशस्त्रका साथीहरू आर्मीका साथीहरू सबैले चाहिँ भरपुर प्रयास गर्नुभएको छ यहाँनिर चाहिँ है माटो फाल्दै हुनुहुन्छ र अझै नजिकबाट देखाउँछु म तपाईँलाई ओके म चाहिँ यति बेला चाहिँ गणपति डिलक्स जसको चाहिँ भग्नावशेष भेटिएको छ र उक्त ठाउँमा आइपुगेको छु यहाँ सशस्त्रका साथीहरूले चाहिँ भग्नावशेष निकाल्ने प्रयासमा हुनुहुन्छ खन्दै हुनुहुन्छ पानीलाई चाहिँ अब त्यहाँबाट चाहिँ अर्को ठाउँमा सिफ्ट गर्दै हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ एकचोटि तपाईँले यो ब्याकग्राउन्डमा यो दृश्य देख्न सक्नुहुनेछ म तपाईँलाई चाहिँ फ्रन्टबाट देखाउँछु एकचोटि यसरी चाहिँ गाडी भेटिएको छ भने पानी फाल्ने काम पनि भइरहेको छ साथीहरू आएर हेर्न सक्छ तपाईँले चाहिँ ओके यति बेला चाहिँ म चाहिँ गाडीको भग्नावशेष भेटिएको ठाउँमा आइपुगेको छु भने हामीसँग एकजना आइपिएफको सर हुनुहुन्छ उहाँको थोरै परिचयसँगै चाहिँ म के कुरा सोध्न चाहेँ हजुरको सर परिचय दिनु मेरो नाम सुजित कुमार यादव हजुर अहिले म कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर 23 गण अनि सर यो भेटिएको चाहिँ कति दिन भयो यो आज लगभग तपाईँको 10औं दिन हो 10औं दिन भइसक्यो 10औं दिनसम्मको कस्तो छ अब यो सम्भावनाको कुराहरू हेर्दाखेरि कतिको सम्भावना छ आजसम्म किन निस्केन के लाग्छ सर तपाईँलाई आज तपाईँ पनि यहाँ प्रत्यक्ष हेर्न आइसक्नु भएको छ होइन हजुर जति खन्दैछौँ हामी त्यति भित्र गइरहेछौँ होइन हजुर यहाँ अरू बाटो पनि नभएर समस्या अलिक भएको छ हजुर एउटा डोजर आउने बाटो भइदियो भए त्यही दिन निस्किहाल्थ्यो हजुर अब बालुवाले भरिएको छ पुरिएको छ पुरै जति खनिरहेको छ बालुवा र पानी फेरि सँगै आइरहेछौँ त्यही भएर समस्या भयो ए हजुर जस्तो अब यो खन्ने र तपाईँको चाहिँ बालुवाको पानी सिफ्ट गर्ने अनि हाम्रो बालुवा फाल्ने
अब कहिलेसम्म गर्ने त नि अब यसलाई कसरी हेर्नु भएको छ के छ अरू संयन्त्र केही छ केही त्यस्तो सोच्नु भएको छ हजुरहरूले अब अस्तिसम्म त यो मुढाले निकाल्ने प्रयास भयो होइन हजुर तर तल ज्याकले खान सकेन हजुर आजको लागि यो बालुवा फाल्ने र यसलाई त्यहाँ रुखबाट मिलाएर तान्ने प्रयास गर्छौँ आउने सम्भावना देखिरहेको छ उताबाट पछाडिको भाग ए हजुर आयो भने ठिकै छ भएन भने यहाँ प्राविधिक टोली छन् के भन्नुहुन्छ त्यही अनुसार गर्ने भयो के छ हजुरसँगै हजुरलाई साथ दिने अरू को हुनुहुन्छ यहाँ यहाँ सुरुमा नेपाली सेना पनि आउनुभयो नेपाल प्रहरी साथी 3 दिनै आइरहेको छ हामीसँग हजुर अहिले हामी र सशस्त्र प्रहरी र नेपाल प्रहरी 3 दिनै छौँ यहाँ ए हजुर प्रत्येक दिन छ जस अब केही समयमै अथवा अब 1-2 दिनमै निस्केला भन्ने चाहिँ हजुर आसमा हामी सबै आसमा बस्न सक्छौँ यसमा 1-2 दिनमा त भन्नै सकिन्न किनभने जबसम्म बालुवा र पानी यसको निस्किनु तबसम्म सम्भव छैन ए होइन हजुर प्रयासमा छ अब हेर्नु कति दिन अब हामीले यो जुन पानी देखिएको छ यसलाई कम्प्लिटली हटाउने प्रयासमा हो अब पानी फाल्ने बालुवा फाल्ने र त्यो अलिकति हल्को बनाएर त्यसलाई पछाडि यसलाई चाहिँ यो गहिराई बनाएर चाहिँ अलिकति हलुङ्गो बनाएर चाहिँ निकाल्ने प्रयास भागसम्म गएर नि हल्को बनाएर निकाल्ने प्रयास ओके सर यो निकाल्दै गर्दाखेरि अब यहाँभित्र केही भेटिन्छ कि भन्ने एउटा आशले पनि यो काम गरिएको जस्तो देखिन्छ किनकि भग्नावशेष भन्दा पनि त्यहाँभित्र केही इम्पोर्टेन्स चिजहरू जस्तो मानिसकै लासका हड्डीका कुराहरू अथवा अर्को गाडी पनि कतै यतै छ कि भन्ने जस्तो त्यो सबै एउटा चाहिँ भनौँ न त्यो शङ्काले गर्दा नि हामीले यसलाई चाहिँ अलिक बढी चाहिँ विवरण होइन मोटिभ त्यही हो भित्र केही छ कि भन्ने मोटिभ हो हजुर त्यही भएर निकाल्ने प्रयासमा छौँ हजुर अब त्यो मोटिभ नभएको भए अलिक काटेर पनि निकाल्न सकिन्थ्यो तर सँगै निकाल्ने प्रयासमा छौँ हस् सर थ्याङ्क यू सर थ्याङ्क यू धन्यवाद यति बेला चाहिँ जुन चेन पुली लगाएर चाहिँ यो गाडी यहाँको भग्नावशेष निकाल्ने प्रयास गर्नुहुने टायर कान्छा दाई हुनुहुन्छ पक्कै पनि उहाँको नाम चाहिँ अहिले एकदम सबैको मुखमा छ के कस्तो भइरहेछ आज 10औं दिन भइसकेको रहेछ यो काम हुन थालेको चाहिँ उहाँले कहिलेबाट सुरु गर्नुभयो अब के हुँदैछ म छोटो उहाँको भनाइ चाहिँ लिन्छु नमस्कार दाई नमस्कार दाई अब हजुरको त एकदमै अब मिडियाभरि हजुरको नाम सर्वत्र गइरहेको छ एकदम सबैले चाहिँ दाइले गर्न सक्नुहुन्छ भन्ने भइरहेको छ के छ दाइ पछिल्लो अवस्था के छ यस्तो भयो सर जुन हामीलाई उपकरण पनि हामीसँग अलिक कम देखियो हजुर मलाई इन्जिनियर साहबले एउटा पठाउनु भएको थियो हजुर त्यो उपकरण यहाँ उपलब्ध गर्न नसकिने भयो हजुर जस्तो यो हजुरले जुन मिडियामा मैले हेर्दै गर्दाखेरि मैले देख्दै गर्दाखेरि चाँडै निकाल्छौँ हामी निकालेरै छोड्छौँ भन्ने कुरा भएको थियो आज त्यही किसिमको अपेक्षा राखिएछ कि अब सकिँदैन कि भन्ने भएको चाहिँ के भइरहेछ होइन भनेर अवश्य राखेछु सर हजुर अब एउटा दुईवटा विकल्प छ सर अब मेरो विकल्प जति गरेको थियो त सिस्टम हजुरहरूलाई देखिसक्नु भएको छ हजुर होइन अब दुईवटा विकल्प छ हजुर अब हामीले एउटा साथी आयो उता पुर्ने भन्ने हजुर त्यो पुर्यो हजुर अर्को सिस्टम गराइदियो ए हजुर त्यो माटो फेरि अहिले निकाल्नु पर्ने भयो हजुर त्यो हामीलाई यही बलुवाले हामीलाई खेलाइ गर्यो अब जति सरहरू आउनुहुन्छ उतिले आइडिया दिइरहनु भएको छ त्यो आइडिया सबै भ्यायो अब भनौँ 8-9 जस आइडिया फेल नै खायो भन्न पर्यो सबैको आइडिया फेल भयो मेरो मात्रै पनि होइन होला जस्तो लाग्छ हजुर सरहरूले अब जतिले यो भिडियो हेर्नु भएको छ होइन उहाँहरूले दिएको आइडिया हामीले गरिसकेका छौँ हजुर के भएर ननिस्केको हो खास यो चाहिँ यो चाहिँ तल पहिला हामीलाई त थाहा भएन जमिनभित्रको चिज हजुर अहिले खोल्दै जाँदाखेरि तल चाहिँ कमेर माटो र पागो भेटाइयो ए ओके त्यसले गर्दा हामीले त्यो गाडी हल्लाउन सकिरहेको छैन आजको अब हाम्रो काम जारी भइरहेको छ बिहानदेखि अब आज के होला आज कसो कतिसम्म काम हुन्छ आज उताकै खाल्टो बनाउनु पर्ने भयो जुन अस्ति एकजना साथी आएर पुरा यो यसरी गरौँ भन्यो त्यसरी गऱ्यौँ ए हजुर सशस्त्र सरहरूलाई यति दुःख भइरहेछ म बोलाउनु पनि सकिरहेको छैन भन्न पनि सकिरहेको छैन भने पछाडि अब यो मेन गाह्रो भनेको यहाँनिर गाडी जस्तो हामीले चाहिँ जसले निकाल्छ जुन गाडी स्काभेटर केले निकाल्छ यो चाहिँ खास नर्मल गाडीमा स्काभेटरहरूले निकाल्छ अथवा केले काम गर्छ होइन यस्तो भेटेर गाडी यहाँ आयो भने त हामीले त्यसरी पनि निकाल्थ्यौँ सबभन्दा प्रब्लम गाडी आउने ठाउँ नभएर बाटो छैन यो दुर्गम ठाउँ पर्यो हजुर होइन भन्नुभयो यस्तो बेलामा गाडी केले निकाल्नुहुन्छ अरे हाम्रो ड्याकरले निकाल्छ हाम्रो ड्याकर छ हजुर ड्याकर यहाँ आउन सक्दैन विकल्प यो चेनपुली बाहेकको विकल्प केही पनि देखिएन अहिलेसम्म अब देखिएको छैन अब एउटै विकल्प छ चेन पुलीले निकाल्न सकेन भने यसलाई 2 पिस गराउने कटर ल्याएर हजुर अनि सिंगल तान्ने
2 पिस गऱ्यो भने मलाई अलि सहज हुन्छ कि भन्ने मलाई एउटा आशा छ इनसबाट जस्तो तपाईँले त आफ्नो तर्फबाट गर्नुभयो, तपाईँलाई साथ दिने अथवा तपाईँको यो संयन्त्रलाई जति छ त्यसलाई पनि अझै बढी बनाएर चाहिँ ल निकाल्न त भनेर चाहिँ अब सरकारी पक्षबाट अथवा त्यस्तो के आएको छ र हजुरलाई? मलाई मेन पावर मात्रै आएको छ सर। हजुर, हजुर टेक्निकल टिम भन्दा पनि अब तपाईँको फिजिकल टिम मात्रै आइरहेको छ। हजुर टेक्निकल टिम अझै तपाईँको जुन समय चेन पुली भन्दा पनि अझै एडभान्सका त्यस्तै चिजहरू आइदिएको भए अझ सजिलो हुन्थ्यो कि भन्ने कुरा हो। अलिक सजिलो हुन्थ्यो सर। अब कहिलेसम्म होला त अब यो काम? अब यो लगभग त आज र भोलिमै अब रिजल्ट कि काटेर निकाल्देऊ भन्नु पर्यो कि यसलाई सिँगै निकाल्ने त विकल्प। अब जस्तो मैले मिडियामा पनि हेरिरहेँ, अब धेरैले अब तपाईँलाई अब एउटा अहिले त ट्याग के दिएछ भन्दा गफाडी बुढा भनेर ट्याग मैले कमेन्ट हेर्छु, कमेन्टहरूमा गफाडी बुढा पनि भनिसकेका छन्। होइन किन हिजो तपाईँले गफै लाउनु भएको हो र? होइन, मैले मेहनत गरिरहेको छु सर। मैले काम गरेको फोटो भिडियो त हालेछ होला हो, होइन र? हालेछ हाल। उहाँलाई पनि धेरै धन्यवाद। हजुर, उहाँलाई भन्ने सरलाई पनि धेरै धन्यवाद। धेरै कमेन्ट हुन्छ नि, कमेन्ट बक्समा हेर्दाखेरि गफ मात्रै लाउने चाहिँ बुढा अहिलेसम्म गर्न सकेर भन्नेहरू मान्छे धेरै भेटिए। ईश्वर साहब आउनुभयो जाउँ। यसलाई चाहिँ कसरी लिनुहुन्छ, यो भन्नेहरूलाई चाहिँ कसरी लिनुहुन्छ? धन्यवाद भन्न चाहन्छु म। ल हुन्छ दाजु, हजुरको यो कामले चाहिँ सफलता छिटै मिलोस् र हामीलाई थोरै समय दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हस्, ओके, तपाईँले देखि नै सक्नुभयो होला, मैले चाहिँ टायर कान्छा दाइसँग पनि भिडियो लिएँ, हाम्रो चाहिँ एफपिएफका असयसँग पनि भिडियो लिएँ र अहिले ब्याकग्राउन्डमा देख्नु भएको छ गाडी निकाल्ने प्रयास, ठुलो प्रयास भइरहेको छ। मैले चाहिँ टायर कान्छा दाइको भनाइअनुसार चाहिँ संयन्त्रहरू चाहिँ राम्रोसँग जुटाउन सकिएन, यही संयन्त्रले काम गर्न भने गाडीलाई 2 फ्याक गरेर भए पनि निकाल्ने प्रयास गर्छौँ भन्ने कुरा गर्नुभएको छ। होप सो उहाँको प्रयासलाई चाहिँ सम्मान गर्नुपर्छ। उहाँले गरेका यो प्रयासहरू राम्रा छन् र मेन कुरा त के छ भन्दा यो गाडी किन निकालिँदैछ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट कुरा हो। यो गाडी किन निकाल्दैछ भने यहाँभित्र पनि केही लासहरू होलान् कि केही मानिसका भग्नावशेषहरू भेटेलान् कि भन्ने हिसाबमा चाहिँ मुख्य इम्पोर्टेन्ट चाहिँ यो भएको हुनाले चाहिँ यसरी चाहिँ निकाल्ने प्रयास गरिएको भन्ने कुरा चाहिँ आधिकारिक रूपमा चाहिँ यहाँबाट आएको छ। ओके, यति गर्दै आजको यो भिडियोबाट म बिताउँछु। नमस्ते।